यस्तो बाटो जान छोडेर यस्तो बाटो भन्छन् यिनले। हेलो हेलो, हामी चाहिँ लाग्दैछौँ कता हो? भाइभाङको तरुनीलाई रुवाउँदै भाइभाङको तरुनीलाई रुवाउँदै अब हामी लाग्दैछौँ अर्मनतर्फ। चुनावी माहौल आइसक्यो गाइसहरू। ओके, बाटो यस्तो छ, हामी हिँडिरहेछौँ। यस्तो अनकन्तार बाटोमा हिँडिरहेका छौँ। मम्मी धन्ने लोथे यता फर्क त कहाँ आइपुग्यो? यो भाइभाङको पातल। अब हामी रोड बाटोमा निस्किन्छ। यहाँनिर धुलै धुलो छ यार यहाँको। अहिले हामी आइपुगेका छौँ। यस्तो पुलको बाटो मर्नु छ मर्नु। वेलकम छ तिमीहरूलाई, वेलकम छ। तिम्रो त भ्याएछन् लौ। गुड मर्निङ गाइस। आमै कहाँ त यस्तो जङ्गल एक्लै गयो कि हौ? मलाई नि उठाउनु पर्छ गरे। ओ यिनी गएर नि आइसकिन्। यस्तो चिक्काइहरू हाम्रो गाउँतिर छौँ हामीहरू। ओके अल सेट गाइस, अब चाहिँ हामी जाँदैछौँ। यहाँ कहाँ जाने हो अब हामी? बडाका के गर्न हो? स्याउलो लिन स्याउलो लिन जाँदैछौँ। राय रेडी हुनुहुन्छ? रेडी अर्दै हुनुहुन्छ आमाले। छोरीहरू घर त आउनै नहुने नि यस्तो छ फाइदा। आएको बेला बल्ल काले भाइले त छाला। तिनीवटा सेटे भाइ जन्म भइन्छ, तिनीहरूलाई चाहियो। त्यही भएर अब हामी जाँदैछौँ वनतिर। हेर न हौ, जर्सी लाएर वनतिर हामी अब। हाम्रो धैचकरी देखेर यता डराइराख्नु भएको छ। हामी जाने भनेको आमाले एका बिहानै भन्नुभएको थियो, तर अहिले बजिरहेको छ 9 बजिरहेछ। योलाई मात्रै हो माया गर्ने, योलाई यहीँ माया गरेर घरै राख्ने, हामीलाई मात्रै बन पठाउने। को सोड्ने खै अलिक तल गर्छु त। 1 2 3 4 5 वटालाई 6 ए यहाँ यस्तो यस्तो छ। ए यो राङ्गे रहेछ है सानो। ल हामी अब जान लाग्यो। भोट केमा? पर्सेउलामा केमा हाल्ने? राङ्गेमा। र माया गर्नुहुन्छ भनेको यो पनि बाटो लागेछ। जानियोस् त नि हामीसँग। यहीँ बस घर घुर्क। मर्निङ एक्सर्साइज यस्तो हुन्छ। यस्तो हुन्छ हाम्रो मर्निङ एक्सर्साइज चाहिँ। ल गाइजहरू, फाइनल्ली हामी 1300 बाटोमा आइपुग्यौँ। ठिकै छ कन्डिसन चाहिँ। हामी घना वन जङ्गलमा आइपुगेका छौँ। अगाडि अगाडि माझी हुनुहुन्छ, पछाडि पछाडि बुवा र दिजु हुनु। गाइज यस्तो हुन्छ वनमा पर्सला छोडेपछि नछोडेको ठाउँ यस्तो हुन्छ। ओके, अब चाहिँ हाम्रो भारी पुग्नु आँटिसक्यो। यहाँनिर मामाको भरिसक्यो। यता आमा हुनुहुन्छ, त्यहाँ मान्छेले हेल्प गरिराख्नु भएको छ। मान्छेहरू अघि आएर भारी पुऱ्याएर नि हामीलाई हेल्प गर्नुहुन्छ। हजुरको पनि ठुलै रहेछ त। यस्तो हुँदैछ। अनि यहाँ चाहिँ मेरो दुःख रित्तै छ। यहाँ मामाको नि भरिसक्यो यो माथिहरूले। यहाँ पाजा बनाउनु लानु भएको आइदिनु होला है। पाजा बनाउन यसरी हो, 2टा खुट्टामा तरप्प
आइहाल्यो यो चाहिँ मेरो दोको हो होला भारी पुग्दैछ मैले बानेको हो के मेरो भारी बोल्ने गाइड्सहरू माइजूले यसलाई बोकेर घरसम्म पुर्याउने कसरी हो यो चाहिँ हाम्रो मामाको भारी हो मामा फेरि बाबालाई छोडिदिनु जानुभयो माइजूले हाम्रो भारी पुर्याइदिनु भयो ल है मेरो भान्जी भारी बोक्नु नसकेको अवस्था कता यति राख्ने हामी यता ल्याउनु अलि यहाँ कुनामा अच्छा त्यसरी बिस्तारै ल यो हो मेरो भारी अब यो मामाको भारी यो मेरो भारी आमा हान्छ अझ पर्छ अब घर जाने बेला भयो मामाले नआउनु म आउँछु पर्नु आउनु आउनु बिचमा के 1300 पर्नु न बिच आउनु माइजूले पनि राख्नु भयो आँसी हराएर हाम्रो काट्ला फेरि यति छोरे होला मैले भन्दा पनि थोरै ठुली मान्छेले झन् पखै यो रसी चाहिँ पछाडि थाहा थिएन पछाडि रसी त यत्तिकै खै नाम्लो आशा नभयो क्या खै छोड त म माथि गरिदिन्छु खै त नि ल अलि गरौँ ल बाबा हुनुहुन्छ उहाँ चाहिँ अब राख्ने ठाउँ आइपुग्यो यता समातेर यता हाम्रो मामाले राख्नु भयो यता माइजू मुन्टो सोझै भयो र यो एमना मगरको त इत्रु छ होला मेरो भन्दा नि यस्तरी राख्नुपर्छ लत्तीले हड्दा यो चाहिँ बाबाको भयो फाइनली गोठ आइपुग्यो गाइसहरू फाल्नु फाल्नु अब सुन्तला खान गइन्छ सुन्तला खाएर नि आयो र खै त मलाई अब चाहिँ अस्ति नै शिला झारेको पनि अलिअलि त छ के गाई छोरो हेर्नु न कत्रो छ फेरि यस्तै हुन्छ र त मलाई यहाँ आउन मन लाउँछ करे अब यही भयो नि
कति अग्लो यस्तै भयो नि खान पाइहाल्छ घर आउनु त फाइदै फाइदा छ गाइजहरू नसकुला तिम्रा मेरो नि खोर्साइदेऊ न खाने त कसरी हो म देखाउँछु गाइजहरू हेर्नु होला यस्तो आउँदा आउँदै यो भारीको हो नि त नि राख्नै मन लागेन नसकुला तिम्रा कस्तो गुल्यो भएको यम्मी बारी डुल्न पर्छ 1 क्यारेटमा बढी हुन्छ बाबा सुन्तला खान आउनु बारी डुल्नु पर्छ सुन्तला 1 क्यारेट भन्दा धेरै छ अब कहाँ यहाँ बस्छ यम्मी मेरो क्यामेराम्यान त फेरि उस खुट्टा हो कि आफै टिपेर खाने क्या जोसको शक्ति त्यस्तो हुन्न उसको भक्ति अब कसरी खानुपर्छ भन्दा यस्तो गर्ने यो बसमा गाडीमा आउनु बेला सुन्तलाको त बोक्रा नि मिठो हुन्छ है आजकल त हाम्रो त्यस्तो खान्न पाएकोले बोक्रा खान्छ बुटै भएकोले के को बोक्रा फल खान्छ फल गुडी आज फागुनको कति हो रे फागुनको 17-18 सम्म पनि हाम्रोमा सुन्तला पाउँछ क्या पाउँछ त के भन्नु टिप्न अस्ति नै छोडेको सुन्तलाहरू पर्सेबाट बोकेर आएर यो यस्तै राखेको छ बारीतिर हो गाइजहरू बारी हेर्नु त यसको नाम हो प्याउलीसँग सुन्तला कस्तो मिलेको हो हात ल टुक्क गर्नु चाहिँ टुक्क लाउनु सुन्तला सुन्तला लाउनु कि खाएको नि हेर्न एकछिन के एक्सन हो हामीसँग झन् यति धेरै छ लाउनु न लाउनु के ल गाइजहरू हामी चाहिँ फाइनली घर आइपुग्यो अब चाहिँ सुन्तला खाने मामा घर जाने मामा घर खाना खान जाने हामी अब आज चाहिँ पूर्णिमा के हो रे त्यही भएर चाहिँ अझ हामी योलाई फ्राई गर्दैछौँ अब चाहिँ हामीहरू जाँदैछौँ मेडी नर्मनको झोला बोकेर कहाँ जाँदै हो कहाँ जाँदै हो भन्नु न माइक दाइको घर जब हामी लाग्यो तलतिर लेट्स गो